जय नेपाल। सन्चै हुनुहुन्छ होला हजुर र म पनि एकदमै धेरै सन्चै छु। अनि यो मुभी कसलाई याद छ? मैले यो मुभी सानोमा बच्चै हुँदा यो मुभी हेरेको हो के। हाम्रो प्रशान्त तामाङको यो मुभी गोर्खापल्टन भन्ने मुभी चाहिँ हामीले सानोमा हेरेको थियौँ के। यति धेरै मन परेको थियो नि यो मुभी, यति धेरै। यो मुभी हेरेर रुएको मान्छे म हो के। तर आज उहाँले हामीलाई छोडेर जानुभयो के। संसार यो हाम्रो पुरा नेपालीलाई छोडेर जानुभयो के। उहाँको लागि कति धेरै नेपालीको मनमा उहाँको लागि माया छ भन्ने कुरा मलाई पनि थाहा छ। किनकि मैले पनि उहाँलाई, उहाँको मुभी, उहाँको हरेक चिजलाई मैले सम्मान गरेको छु के। उहाँ वीर गोर्खालीको खून हुनुहुन्छ के, प्रशान्त तामाङ। यति धेरै माया छोडेर जानुभएको छ नि, यति धेरै। हरेक नेपालीको मनमा उहाँ हुनुहुन्छ क्या अहिले। किनभने यति धेरै राम्रो काम गर्नुभएको छ के। एउटा वीर गोर्खालीको छोरा हैन, त्यसमाथि पनि एकदम सिङ्गर, यति धेरै राम्रो मुभी बनाउने, यति धेरै राम्रो सिङ्गिङ गर्ने हैन। त्यो कारणले गर्दाखेरि पनि नेपालीको मनमुटुमा बस्नुभएको प्रशान्त तामाङ हो के। र प्रशान्त तामाङको यो दुःखद खबरले गर्दा मेरो मन साह्रै रोएको थियो। हिजो उहाँको निधन भयो। उहाँको मुभी हेरेर रुने मान्छे म, तर आज उहाँको निधनले गर्दा साह्रै चित्त दुख्यो। हामी सबैलाई छोडेर जानुभयो हैन, आफ्नो घर फ्यामिली, हामी सबै नेपालीलाई छोडेर जानुभयो। तर पनि मनैदेखि हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु। र एउटा वीर गोर्खालीको रगतको नाताले जय नेपाल।